जबसम्म नेपालले एक चिनको नीतिलाई मान्यता दिइरहन्छ, हामी पनि एक नेपाल, अखण्ड नेपाललाई सघाउ पुर्याउँछौँ, नेपाललाई कसैले आँचाउने काम गर्छ भने हामी पनि छोड्दैनौँ भनेर विज्ञप्ति दिनुभयो। त्यो दिएपछि भारत ब्याक भयो। अत्याधुनिक हतियार दिएर राख्न पर्ने हो छैन। त्यो ओसारेको तरिकै हेर्दाखेरि थाहा हुन्छ। बर्डरमा चाहे सिख रेजिमेन्ट होस्, चाहे गोर्खा रेजिमेन्ट होस्, उनलाई ओसारेको भिडियो फोटोहरू हामीसँग छ। टिकटकमा हालिदिएका छन्, कसैले फेसबुकमा हालेका छन्, कसैले आर्मीहरूले त हालिरहेछन् नि, सबैले देखिरहेको छ, हामीले हेरिरहेछौँ होइन, बुझिरहेछौँ। त्यो हेर्दाखेरि के देखिन्छ भने बिचारा एक दिनको बाटोमा पनि ट्रकमा लादेको छ, सुताइ लगाएको छ, बिजोग छ, एउटा राम्रो चाहिँ बन्दुक दिन सकेको छैन। तर हल्ला चाहिँ मिडियामा एकदम ठुल्ठुलो ये कर दिया वो कर दिया, फसेको छ आर्थिक रूपमा छैन, केही न केही आफ्नो ठाउँलाई त उसले त संरक्षण गर्छ। त्यो बाहनामा भित्री रूपमा उसले सपोर्ट गरिदियो भनेर टर्की लगायतको देशहरूले सपोर्ट गरिदियो भने तिमी युद्ध लम्बिन्छ। लम्बियो भने के हुन्छ, खालिस्तान जागिदिन्छ, अर्को गोर्खाल्यान्ड जागिदिन्छ, अर्को जागिदिन्छ। तिमी चाहिँ टुक्रिने सम्भावना मात्रै होइन, तिम्रो भूभाग चाहिँ कुन गुम्दैछ भने अक्साई चीनको केही भाग, लद्दाख क्षेत्रको, अरुणाचल प्रदेश पुरै जान्छ। किनभने सैन्य अभ्यास, सबभन्दा ठुलो सैन्य अभ्यास चाहिँ त्यहीँ गरिरहेको छ चाइनाले। राजेन्द्र शर्मा सरलाई हाम्रो कार्यक्रममा स्वागत छ। थ्याङ्क यू, धन्यवाद यहाँलाई पनि। अहिले हाम्रो यो एसिया, साउथ एसियाको राजनीति अलि असहज परिस्थितिबाट गुज्रियो। यो अवस्था समाधान हुने देख्नुहुन्छ कि झन् चर्किएर जाला? यो चाहिँ अस्तिसम्म एकदम बाहिरबाट हेर्दा चर्किएर जाने अवस्था देखिरहेको थियो। यसमा दुईटै सम्भावना छ। 60% चाहिँ यो समाधानतिर जाने सम्भावना बढेर गएको छ, यो 15-20 दिन अगाडिको कुरा, र बाँकी 40% भनौँ चर्केर जाने सम्भावना देखिएको छ। त्योभन्दा अगाडि चाहिँ ठ्याक्कै उल्टो थियो। त्योभन्दा अगाडि उल्टो थियो जब यो भारत र पाकिस्तानको बर्डरमा जुन अलिकति टेन्सनको अवस्था सिर्जना भयो यो कश्मीरको घटनालाई लिएर त्यसपछिको, र त्यसपछि यो साउथ एसियाको चाहिँ एक्सन रियाक्सनहरू फरक तरिकाले आयो। भारतले जसरी आउँछ होला भन्ने अनुमान लगाएको थियो, भारतको अनुमान फेल खायो। फेल खाएपछि अलिकति यहाँ एग्रेसिभली अगाडि आएर छिमेकीहरूलाई अलिकति दबाउन खोज्ने सुपेरियर कम्प्लेक्सले चाहिँ त्यसलाई गाजेको भारत पछि गएर चाहिँ अलिकति ब्याक भएको अवस्था देखिन्छ। र यो ब्याक कहाँबाट भयो, किन भयो? किनभने अन्तर्राष्ट्रिय मामिलासँग सम्बन्धित विषयमा डे टु डे हामी रिसर्च गरिरहेछौँ। साउथ एसियाको थुप्रै देशहरू, यहाँको प्रोफेसरहरू र मेरो अध्ययन अनुसन्धानको विषय सुरुदेखि नै यो पनि भएको हुनाले हामी प्रत्येक दिनको दैनिक गतिविधिहरू र प्रत्येक देशका मुख्य समाचारहरू, गतिविधिहरूलाई हामीले केलाउने क्रममा यो पछिल्लो दिनमा अब चाहिँ एकदम घट्ने सम्भावना थोरै बढेर गएको। बाहिर देख्दा चाहिँ अब बढ्छ कि केही हुन्छ कि जस्तो पनि छ, तर अब घट्ने सम्भावना, किनभने केही चिज हुनको लागि मनोबलै चाहिँदो रहेछ। विवाद बढाउनलाई चाहिँ कसैले म जित्छु अथवा म सफल हुन्छु भन्ने भयो भने उसले विवाद अगाडि बढाउनुपर्छ। जब म नै फुट्छु, अब म नै सकिन्छु भन्ने भयो भने मान्छे ब्याक हुन्छ। जस्तो भारत सकिनु, उसको मनोबल गिर्नु, यसका कारणहरू चाहिँ के पाउनुभयो? धेरै ठुलो कारण छ। जस्तै गरी नेपालमा 2014 सम्ममा नेपालको तराई टुक्राउने काङ्ग्रेस आएको योजना थियो, इन्दिरा गान्धीकै पालाको योजना। त्यही अन्तर्गत विभिन्न हुँदै गएर लास्टमा आएर 14 को हाराहारीमा पुग्दासम्म यहाँ चाहिँ संविधान सभाको चुनावको कुराको सन्दर्भलाई लिएर त्योभन्दा अगाडि नै विभिन्न सशस्त्र ग्रुपहरू तयार गरेको, र इन्दिरा गान्धीले त्योभन्दा अगाडि त तराईमा ठुल्ठुला डाँकाहरू पठाएर लुट्न लगाएको। त्यसपछि राजा महेन्द्रले सैनिकहरू, भुपु आर्मीहरूलाई लगेर बर्डरमा राखेपछि केही कन्ट्रोल भएको, संयुक्त राष्ट्रको सदस्यता दिलाएपछि चलाकी गरेर होइन, त्यसपछि गएर त्यो चिजमा लगाम लागेको, त्यो आफ्नो ठाउँमा छ। तर भित्री रूपमा के थियो, अब यो तरिकाले भएन भने होइन, हैदराबादी स्टाइलले देश गाभ्न सकिएन, काश्मीरी स्टाइलले सकिएन, सिक्किम स्टाइलले सकिएन भने उसले फरक तरिकाले पहिला टुक्र्याउने भनेर सशस्त्र विद्रोहहरू तयार गर्यो। उसले विभिन्न बाहनामा विभिन्न तरिकाले फन्डिङ पनि गर्यो, संरक्षण पनि दियो, सबै कुरा यो त उजागरै छ। र त्यो गर्ने क्रममा 2014 सम्ममा तराई टुक्र्याउने योजनाका अन्तर्गत सशस्त्र समूह बनायो। तर भइदियो के 2014 मा ठ्याक्क बिजेपीको सरकार बनिदियो। बिजेपीको सरकारले उसले नीति परिवर्तन गर्यो। होइन, हामी नेपाललाई टुक्र्याउने होइन, भले यो कालापानीको विवादमा नाकाबन्दीको कुरालाई लिएर अलिकति टसल त बढ्यो, तर त्यहाँनिर एउटा चाहिँ पोजिटिभ कुरा पनि के भइदियो भने काङ्ग्रेस आएको नीतिमा हामी अगाडि बढ्नु हुँदैन, नेपाललाई टुक्र्याउने होइन,
नेपाललाई त हिन्दू राष्ट्र बनाएर त्यसको फाइदा लिँदै लिँदै हामी पनि बलियो हुँदै जाने हो भन्ने चाहिँ मनस्थितिका साथ ऊ अगाडि बढिसकेपछि अनि सशस्त्र विद्रोह ग्रुपहरू जुन तराईका थिए उनीहरूलाई असहयोग भयो र त्यही बेलामा चाइनाले के गरिदियो चाइनाको राजदूतले जबसम्म नेपालले एक चिनको नीतिलाई मान्यता दिइरहन्छ हामी पनि एक नेपाल अखण्ड नेपाललाई सघाउ पुर्याउँछौँ नेपाललाई कसैले आँचाउने काम गर्छ भने हामी पनि छोड्दैनौँ भनेर विज्ञप्ति दिनुभयो त्यो दिएपछि भारत ब्याक भयो भारत एक त सरकार परिवर्तन भएको कारणले पनि अन्यल भयो केही समय र चलिराख्यो पछि गएर ब्याक गराएरै छोडे अनि बिजेपीले नमानेपछि लालु यादवलाई समात्न थाले लालु यादवको मात्रै केन्द्रमा चल्नेवाला केही पनि थिएन होइन त्यो भिडियो फोटो सबै हामीसँग लालु यादवलाई को गयो भेट्न सबै हामीसँग त्यो प्रत्येक प्रमाणहरू छ नि अनि त्यसपछि के भयो त भन्दाखेरि सरकार परिवर्तन पनि हुनु त्यसपछि गएर अनि चाइनाले पनि बोल्नु यो सबै कुरा भएपछि अहिले टुक्र्याएर कमजोर बनाएर त्यो चाहिँ निल्नेतिर हामी गयौँ भने भोलि हामीलाई झन् घाटा हुनसक्छ नगरौँ किनभने अरुणाचल प्रदेशलाई चाइनाले आफ्नोमा नक्सामा देखाइरहेछ अहिले नक्साको विवाद चाहिँ पाकिस्तानसँग पनि चलिरहेछ नेपालसँग पनि चलिरहेछ अनि खोज्दै गयो भने बल्ल अब आराकाना आर्मीका कुराहरूलाई लिएर बर्मा रुष्ट छ म्यानमार त्यसपछि गएर छ भुटानका केही कुराहरू बाहिर आएको छ नेपालीलाई उचाल्यो त्यही नेपालीलाई थेचार्यो त्यही नेपालीलाई शरणार्थी बनायो त्योभित्र भारतकै हात हो भन्ने कुरा बुझियो त्यहाँका राजालाई कमजोर बनाउन पनि अदृश्य रूपमा चाहिँ भारतले भूमिका खेलेको त्यहाँ पनि नाकाबन्दी गरेकै हो भनेपछि बाहिर जति जेसुकै भने पनि भित्रभित्र रुष्ट भएकै अवस्था हो बङ्गलादेश त अब झन् त्यो अहिले चाहिँ तपाईँको प्रधानमन्त्रीलाई त्यो निर्वाचित प्रधानमन्त्रीलाई शरण दिएपछि त त्यो पनि स्वतः खिलाफमा भएको अवस्था भयो यो सबै कुराहरूले गर्दाखेरि के छ त भन्दाखेरि भोलि नेपाललाई लिन सकिन्न चाइनाले सपोर्ट गर्छ भन्ने सन्देश र छिमेकीहरू पनि हामीले हातमा लिइसकेका छैनौँ एउटा मात्रै पनि सपोर्टमा भएको भए राम्रो हुन्थ्यो तर नभएको हुनाले गाह्रो हुन्छ भने यो सन्देश आइसकेपछि मात्रै अनि बल्ल अहिलेको परिस्थिति परिवर्तित सन्दर्भमा होइन अहिलेको परिस्थिति सिर्जना भएको छ त्यस कारण अब अहिले चाहिँ त्यसरी एट्याक गरिहाल्ने वा केही ठुलो गरिहाल्ने भन्ने भारतको पनि हिम्मत देखिँदैन भारतको मनोबल मात्रै कमजोर भएको हो कि पाकिस्तानसँग हार्यो भारतले होइन भारतले त भयङ्कर नराम्रोसँग हारेको अब यो कुरो भन्दा पत्याउनुहुन्छ कि पत्याउनु हुन म त जुन दिन द्वन्द्व भयो त्यसपछि भारतका एकदम नजिकमा रहेका कतिपय हाम्रै दाजुभाइहरू पनि त फ्रन्ट लाइनमा छन् गोर्खा रेजिमेन्टमा होइन हामीसँग सँगै पढेका साथीहरू पनि छन् अनि उहाँहरूको स्थिति अवस्था हेर्दाखेरि छैन त्यो किसिमको लड्न सक्ने क्षमता भारतको छँदै छैन बाहिर हल्ला जति छ किनेर ल्याएको एउटा दुईवटा फाइटर प्लेनले त्यो गयो भने त अनि अर्को बनाउन सक्दैन अनि आफूले उत्पादन गरेका त त्यो किसिमको छैन अनि अहिले पनि अवस्था हेऱ्यो भने हेर्नुहोस् भारतमा त्यहाँको चाहिँ जति एकदम आधुनिक अत्याधुनिक हतियार दिएर राख्न पर्ने हो छैन त्यो ओसारेको तरिकै हेर्दाखेरि थाहा हुन्छ बर्डरमा चाहे सिख रेजिमेन्ट होस् चाहे गोर्खा रेजिमेन्ट होस् उनलाई ओसारेको भिडियो फोटोहरू हामीसँग छ टिकटकमा हालिदिएका छन् कसैले फेसबुकमा हालेका छन् कसैले आर्मीहरूले त हालिरहेछन् नि सबैले देखिरहेको छ हामीले हेरिरहेछौँ होइन बुझिरहेछौँ त्यो हेर्दाखेरि के देखिन्छ भने बिचारा एक दिनको बाटोमा पनि ट्रकमा लादिया छ सुताइ लगाएको छ बिजोग छ एउटा राम्रो चाहिँ बन्दुक दिन सकेका छैन तर हल्ला चाहिँ मिडियामा एकदम ठुल्ठुलो ये कर दिया वो कर दिया केही पनि रहन्छ जति उता हान्यो त्योभन्दा बढी उसले मार खायो त्योभन्दा पनि अझ महत्त्वपूर्ण कुरा के हो त भन्दाखेरि जब यो टेन्सन बढ्न थाल्यो खालिस्तानको माग गर्दै सिखहरूले जुलुस निकाल्न थाल्यो यो चाहिँ लन्डनमा एकदम बीच सेन्टरमा पनि निकालेको छ अब यिनीहरूको हेडक्वार्टर त क्यानाडामै छ किनभने भारतले गल्ती कति बेला गर्यो भने जब क्यानाडाको दूतावास चाहिँ पन्जाबमा लगेर खोल्न दियो नि त्यो त ठुलो षड्यन्त्र थियो अन्तर्राष्ट्रिय भारतले बुझ्न सकेन अहिले गएर के भयो त क्यानाडामा हुन त भारतले आफ्नो जासुस लगाएर मार्यो केहीलाई त अस्ति नै तर पनि त्यहाँ चाहिँ पुरै सेन्टर बनाएर बसिरहेका छन् सिखहरू उनीहरू उठ्न थाल्यो नागाल्यान्डलाई दबाएको रिस छँदै थियो सिक्किमेलाई दबाएको रिस छँदै थियो गोर्खाल्यान्डवाला त्यसै पनि भित्रभित्रै मुरमुरिरहेको अवस्था साउथ इन्डियाका चाहिँ तपाईँले होइन रावणहरूलाई आफ्नो आदर्श मान्नेहरू होइन उनीहरूको चाहिँ अवस्था अनि 20-25 करोड त तपाईँको चाहिँ भित्र अल्पसङ्ख्यकहरू जुन छन् कतिपय मुसलमानहरूले पनि अब छुट्टै राज्यको कुराहरू होइन यही मौकाको फाइदा उठाउनुपर्छ भन्ने कुराहरू धेरै कुराहरूले गर्दा आन्तरिक रूपमा पनि कमजोर र बाह्य रूपमा पनि अहिले वरिपरिको कुनै देशसँग पनि सम्बन्ध भइदिएन यदि यो अहिले शरण लिएको बङ्गलादेशको प्रधानमन्त्री सत्तामा हुन्थ्यो भने थोरै सपोर्ट हुन सक्ने अवस्था रहेछ किनभने बङ्गलादेश टुक्र्याउँदाखेरि पाकिस्तानबाट बङ्गलादेश बनाउँदाखेरि सबभन्दा पहिले भारतले 81,000 सेना परिचालन गरेको हो नि त टुक्र्याउँदा पाकिस्तान कमजोर हो त्यति बेलाका सँग नजिक भएका मान्छेहरू सत्तामा हुँदा भएको भए केही न केही एउटा आत्मीयता रहिरहन्थ्यो त्यो पनि रहेन
त्यो नरहँदाखेरि अहिले चाहिँ के छ भने अन्तर्राष्ट्रिय रूपमा घेराबन्दीमा भारत परेको एउटा अनुभव गर्यो र आन्तरिक रूपमा आफू कमजोर भएको उसले के बुझिरहेको थियो भने बाहिरकाले चुप्प लाएर बस्दिन्छन्, प्रशान्त क्षेत्रमा जुन अमेरिका बेडा छ त्यसले हामीलाई थोरै भए पनि सपोर्ट गरिहाल्ला, त्यो भयो भने त हामीले केही न केही गर्न सकिन्छ। बलुचिस्तानलाई उचाल्ने, अहिले बलुचले त छुट्टै राज्यको माग गरिरहेछ नि त पाकिस्तानमा, तिनीहरूलाई उचालिदिने अनि उता बलुचिस्तानलाई स्वतन्त्र राज्य घोषणा गराइदिने, यता आफू लडेर अनि यता बर्डरभरि अलिअलि फायरिङ गरे जस्तो गर्ने, तर आफ्नो फोर्स जति सबै लगेर काश्मीर जुन पाकिस्तान शासित काश्मीर छ त्यहाँ लगेर केन्द्रित गरेर त्यो कब्जा गरेर अनि दुईवटा काश्मीरलाई गाभेर भारतको टाउको माथिल्लोको चाहिँ भाग अलिकति बढाउने दाउ त्यो थियो। पाकिस्तानतिर बढ्ने बित्तिकै के भइदियो भने एक त उताको प्रत्याक्रमण अलिकति नसोचेको भइदियो, त्यति सजिलो भएन। अनि दोस्रो अमेरिकाले हात झिकिदियो, जस्तै गरी 1962 जवाहरलाल नेहरूले चाइनासँग लड्ने बेलामा त्यति बेला हात झिकेको कारणले अक्साई चीनदेखि लिएर त्यो क्षेत्रको धेरै ठुलो भूभाग चाइनाले कब्जा गरे गरिदियो नि त, अहिलेसम्म लिन सकेका छैन फिर्ता। त्यस्तै गरी त्यति बेला पनि अमेरिकाले सहयोग गर्छ कि भन्ने आश थियो, गर्न मानेन। अब अमेरिकाको भित्री नीति अहिले पछिल्लो ट्रम्प आइसकेपछि के देखियो भने बाइडेनको भन्दा फरक देखियो। उसले ठुला जुन शक्ति राख्दछन् भिटो पावरवाला, तिनीहरूसँग डाइरेक्ट असल नलिने, हामी कमजोर हुन्छौँ। किन हामी एक्लै त भियतनामसँग पनि लड्न सकेनौँ, उत्तर कोरियासँग पनि हारेकै हो, इराकमा हामी टिक्नै सकेनौँ, अफगानिस्तानमा हामीलाई लखेटिहाल्यो त्यहाँको सशस्त्र मूल्यले। अब त्यत्रो अब झन् एक्लै लड्यो भने त सम्भव हुन, तलब खुवाउने पैसा नभएर चाइनासँग माग्न परे अवस्था थियो इराकसँग चाहिँ लड्दाखेरि। त्यही अब आर्थिक रूपमा हामी धेरै कमजोर भइसकेका छौँ, हामी एक्लै लड्न पनि सक्दैनौँ। अब यो चाहिँ झन् ठुलो देशसँग टसल लियो भने हामी जम्मा आर्थिक रूपमा ध्वस्त हुन्छौँ र चाइना 1 नम्बरमा आउँछ भनिसकेपछि उसले त्यो नीति अन्तर्गत अहिले त्यो चाहिँ उसलाई यो रसियालाई चाहिँ सपोर्ट गर्यो नि त, उसको प्रधानमन्त्रीलाई अस्ति सपोर्ट गर्न मानेन नि त। अनि त्यो गर्दाखेरि चाहिँ के देख्यो भने पछिल्लोचोटि ऊ टसल लिन नचाहने भइसकेपछि अब अलिकति कमजोर महसुस मात्रै होइन, यही बिचमा सबैभन्दा महत्त्वपूर्ण कुरा होइन, अब यहाँहरूलाई मैले भिडियो पनि देखाइदिन सक्छु। चाइनाले के गर्यो, जहाँ जहाँ विवादित क्षेत्र थियो, नेपालको लिपुलेखभन्दा अलि पर त्यहाँनिर सैन्य अभ्यास गर्यो चाइनाले। त्यसपछि अर्को जहाँ चाहिँ अरुणाचल प्रदेश जुनलाई चाहिँ चाइनाले आफ्नो नक्सामा गाभेको छ, आफ्नो हो क्षेत्र भन्छ, त्यसको नजिकमा सैन्य अभ्यास गर्यो। त्यसपछि अर्को चाहिँ काश्मीरको नजिक जहाँ विवादित क्षेत्र, 3 ठाउँमा भयङ्कर ठुलो सैन्य अभ्यास गरेको कुरा इन्डियालाई थाहा थिएन। तर कसलाई थाहा भयो, अब अहिलेको चाहिँ आधुनिक यन्त्र मार्फत अमेरिकाले थाहा पायो। अमेरिकाले थाहा पाइसकेपछि हेर है, यदि तिमीले पाकिस्तानतिर कदम बढायो भने बढीमा बढी त्यो कश्मीर कब्जा गर्ने कोसिस गर्छौ, तिम्रो लडाइँ लम्बिन्छ, छिटो सकिनेवाला छैन। अनि बलुचिस्तानमा चाइनाको लगानी छ, त्यो सट्ट स्वतन्त्र भएर चाहिँ कब्जा भयो भने उसलाई पनि घाटा लाग्छ, ऊ पनि चुप लाएर बस्ने अवस्था छैन, फसेको छ आर्थिक रूपमा छैन, केही न केही आफ्नो ठाउँलाई त उसले त संरक्षण गर्छ। त्यो बाहनामा भित्री रूपमा उसले सपोर्ट गरिदियो भनेर टर्की लगायतको देशहरूले सपोर्ट गरिदियो भने तिमी युद्ध लम्बिन्छ। लम्बियो भने के हुन्छ, खालिस्तान जागिदिन्छ, अर्को गोर्खाल्यान्ड जागिदिन्छ, अर्को जागिदिन्छ, तिमी चाहिँ टुक्रिने सम्भावना मात्रै होइन, तिम्रो भूभाग चाहिँ कुन कुन गुम्दैछ भने अक्साई चीनको केही भाग, लद्दाख क्षेत्रको, अरुणाचल प्रदेश पुरै जान्छ, किनभने सैन्य अभ्यास सबभन्दा ठुलो सैन्य अभ्यास चाहिँ त्यहीँ गरिरहेको छ चाइनाले। अब यो त्यो बेलाको विवादको हकमा त अब यो चाहिँ सेटेलाइटबाट यो पिक्चर, यो चाहिँ यो एकदमै कसैले नदेखेको अमेरिकाले पत्ता लगाएको कुरो, यो सैन्य अभ्यास भएको चाहिँ अमेरिकाले सेटेलाइटबाट यो पिक्चरहरू जब भारतीय त्यहाँका सुरक्षा निकायका जस्तै अजित डोभलहरू भयो उहाँहरूसम्म पुर्याइदियो। पुर्याएपछि उनीहरूले यो चिजलाई एकदम विश्लेषण गरेर हेरिसकेपछि के भयो त भन्दा यो अलिक ठुलै सैन्य अभ्यास हो। भोलि हामी यता पाकिस्तानसँग गिजिङ गर्दा बङ्गलादेशले पनि हान्छु भनिरहेछ, किनभने उसको ठुलो दुश्मनलाई शरण दिएर राखिरहेछ। चाइनाले हान्छु भनिरहेछ, उसको सबैभन्दा ठुलो दुश्मन दलाई लामालाई लगेर राखिरहेछ धर्मशाला भन्ने ठाउँमा। होइन, नेपाललाई त कालापानीका कुराहरूले भित्रभित्र त सुस्ता कालापानी त हाम्रो त अस्ति भर्खर त्यत्रो नाकाबन्दी नै झेलेको। अनि सबै श्रीलङ्कासँगको विवाद त झन् श्रीलङ्का धन्नै खाइसकेका थियो राजीव गान्धीको पालामा, है, त्यही लिट्टेलाई चाहिँ हतियार दिने अनि त्यही लिट्टेलाई दबाउन भनेर आफू गएर धन्नै देश खाइसकेका थियो। अनि अब मालदिभ्सको छुट्टै पीडा छ, त्यो माछा मार्नै नदिने, समुद्रमा विवाद गरे। यो सबै कुराहरूलाई हेर्दाखेरि के देख्यो त भन्दा अहिले सबै ओइडियो भने हाम्रो त जो छिमेकीबाट असुरक्षित हुन्छ त्यो सबैभन्दा बढी खतरनाक हुन्छ भन्ने भयो।
अनि यो स्थिति आइसकेपछि अब भित्री रूपमा अहिले फेरि के छ त, वक्फ बोर्डको विषयलाई लिएर मुसलमानहरू पनि एकदम जागिरहेको, आन्तरिक रूपमा चाहिँ एकदमै असन्तुष्ट भइरहेको अवस्था। अब यो सबै कुराहरूलाई हेर्दाखेरि हामी फोक्रो छौँ, भोलि हाम्रो देश पनि टुक्रिन सक्छ र हाम्रो भूभाग त यो किसिमको सैन्य अभ्यास गर्नुको अर्थ हो उसले लिन्छ। हामी कोसँग लड्ने, कतिजनासँग लड्ने? अब यो बिचमा हामी अगाडि बढ्दै गयौँ भने हामी टुक्रिन्छौँ, हाम्रो भूभाग जान्छ, भोलि हाम्रो सत्तालाई नै असर पर्न सक्छ भन्ने कुरा राम्रोसँग शिक्षा पाइसकेपछि त्यो हारेको मानसिकता साथ, किनभने अहिले यो दुईवटा देशले त केही नभए पनि बेला बेलामा त अमेरिकालाई सपोर्ट गरिरहेको हुन्छ नि त। यो दुइटै अरूको कब्जामा गयो अथवा फुट्यो अथवा विभिन्न भयो, भोलि के हुन्छ भन्ने हिसाबले अमेरिकाले के गर्यो त, हेर तिमुर लड्दा तिमुरकोलाई नै घाटा लाग्ने देखियो, तिमुर भनेको चाहिँ जेसुकै भए पनि अलिकति शुभचिन्तक हौ होइन, त्यसकारण चाहिँ तिमीहरू नलड भनेर यो भिडियोसहित, यो सूचनासहित अजित डोभलदेखि लिएर पाकिस्तानका सेना प्रमुखदेखि लिएर ती सबैलाई यो इन्फर्मेसन दिइसकेपछि अमेरिकाले ओहो मामला गडबड छ है भनेर अनि लाजले काजले हारेको मानसिकतामा सम्झौता गर्न बाध्य भयो। जस्तो भारतले सिजफायर चाहिँ पाकिस्तानतिरबाट चाहिँ प्रयास भएको भएर भन्ने जो अभिव्यक्ति दियो त्यो त्यसो भने झुटो, भारतले नै 100% गलत हो। जति खतरा पाकिस्तानलाई थियो त्यसको 10 गुणा बढी खतरा भारतलाई थियो। यो लडाइँ बढ्दै गएको भए यही मौकामा हान्थ्यो चाइनाले अरुणाचल लिइहाल्थ्यो, नत्र यत्रो सैन्य अभ्यास गर्नुपर्ने कुनै जरुरी थिएन। यो कुराको इन्फर्मेसन अमेरिकाले जब भारतलाई र पाकिस्तानलाई दियो, हेर पाकिस्तानको त केही भाग जाला, बलुचिस्तान जाला, ल कन्ट्रोल गर्न सकेन भने अहिले पनि गाह्रो भइरहेछ कन्ट्रोल गर्न। काश्मीर भारतले लिन सक्दैन, यो चाहिँ लडाइँ भइरहन्छ, निरन्तर लम्बिरहन्छ। अनि यता लड्ने कि उता लड्ने समस्या पर्छ, तिम्रो त त्यहाँको भूभाग त सट्टै जान्थ्यो। जस्तो यो भारत पाकिस्तानमा सामान्य अनुमान हेर्दा पनि भारतले 2-4 घन्टाभन्दा बढी लगाउँदैन जित्नको लागि भन्ने अनुमान एक प्रकारको छ नि हामीमा त अझै पनि। तर त्यो लडाइँमा त 6-0 भनेर टाइटल, यत्रो ठुलो टाइटल होइन, डेली हेडलाइन न्युजपेपरहरूमा त्यस्तो देखिँदाखेरि चाहिँ भारतीयहरूलाई कस्तो महसुस हुनुपर्छ यतिखेर? होइन उनीहरूले बाहिर मिडियामा मनोबल राख्नलाई जे पनि भनिदिन्छन्, जनताको भित्री रूपमा त 0मा पुगिसक्यो। अजित डोभल र विदेश मन्त्री समथिङ के पहिला हाम्रो यहाँ चाहिँ राजदूत पनि थिए, कस्तो निन्याउरो मुखले यो युद्ध जसरी पनि रोक्नुपर्छ भनेर योभन्दा अगाडि गएको हो नि त। नेपालले नक्सा जारी गर्दाखेरि पनि त अभ्यास गरेको थियो, 20 जना मारिदिएको थियो नि त चाइनाले। त्यति बेला त लडाइँको सिचुएसन यस्तै खडा भएको थियो नि त, लडाइँको बाहना चाहिरहेको थियो चाइनालाई पनि। तर के भइदियो त भन्दाखेरि भारतले नै झुकेर शरणमा गएर रोकेको हो। त्यस्तै अहिले पनि के हो त भन्दाखेरि ठ्याक्कै स्थिति त्यही आयो। किनभने त्यति बेला जुन फाइटर विमान झारेर त्यो विमान चालकलाई जुन कब्जामा लिइसकेपछि त्यो बेलाको सारा भिडियो मसँग छ। उसलाई त्यहाँ नियन्त्रणमा लिने बेलामा गाउँलेहरूले कसरी कुट्यो, त्यहाँको सेनाले कसरी बचाएर नियन्त्रणमा लियो र के कारणले उनले तुरुन्त फिर्ता गर्यो र अब चाहिँ के कारणले गर्दैन, अब कसैलाई लियो भने नगर्ने नै नीति थियो पाकिस्तानको र गर्दैन भन्ने कुरा भारतले राम्रोसँग थाहा पाइसकेपछि र यो 1-2 दिनमा लडाइँ सकिनेवाला कुनै हालतमा छैन भन्ने कुरा भारतले चाहिँ राम्रोसँग बुझ्यो र यो सम्भव पनि त छैन नि। किनभने देखिरहेछौँ हामीले भारतको जुन फ्रन्ट लाइनमा बसेका रेजिमेन्टहरू जति पनि छन् नि, उनको त्यो लवाई खवाई सुताई उनले बोकेका हतियार हेरौँ न, बिजोग छ त, बिजोग छ, आफ्नै असुरक्षित छन्। गोर्खा रेजिमेन्टका चाहिँ एकदमै हिम्मतवाला छन्, फ्रन्ट लाइनमा भने उनीहरूको हिम्मतलाई मान्नुपर्छ। परिआयो भने होइन लड्छन्, उनकै भरमा चाहिँ भारतले अलिकति हिम्मत पनि देखाइरहेछ सिख रेजिमेन्ट। तर अहिले सबभन्दा ठुलो विश्वासको सङ्कट कहाँबाट पैदा भयो भने गोर्खा रेजिमेन्ट पछिको सबैभन्दा फ्रन्ट लाइनमा लड्ने भनेको सिख रेजिमेन्ट खालिस्तानको कुरालाई लिएर नारा जुलुस भइदियो, युद्ध नै लड्दैनौँ भनिदियो होइन, भनिदियो। हामी त उनीको किनभने उनको गुरु नानकको तपाईँको चाहिँ ऊ चाहिँ गाडेको ठाउँ त्यो ऊ चाहिँ त्यहीँ छ होइन, त्यो ध्वस्त हामी त बनाउन सक्दैनौँ। अनि अर्को कुरा हामीमाथि पनि अन्याय भएको छ। इन्दिरा गान्धीले मर्दाखेरि जति बेला चाहिँ होइन सिखहरूमाथि आक्रमण भयो त्यो त उनीहरूले बिर्सेको छैन। र जब डे टु डे चाहिँ क्यानाडा र चाहिँ उता बेलायतमा जब जुलुस निक्लिन थाल्यो ठुल्ठुलो खालिस्तानीहरूको, त्यसपछि बुझ्यो कि भारतले भोलि सिख रेजिमेन्ट ब्याक भइदियो अथवा उसले चाहिँ ब्याक फायर गरिदियो, पछाडि फर्केर फायर गरिदियो भने त सक्यो। अनि त केही कोसँग लड्नु, कसरी लड्नु? अनि यो स्थिति ठ्याक्कै महसुस गरेपछि
अनि कहाँ युद्ध चाहिँ 2-3 दिन होइन वर्षौँ लडे पनि भोलि आफै सिद्धिने हो भन्ने कुरा बुझ्यो। पाकिस्तानलाई चीनको ब्याकअप भयो भन्ने विश्लेषण चलिरहेछ कि अहिले नेपालमा, त्यो कुरामा चाहिँ कति सत्यता कति दम हुन्छ? अनि यसमा त 100% छ। किन छ भने चाइनाले खुलेर अहिले अन्तर्राष्ट्रिय राजनीतिमा हात नहाल्नुको कारण अझै पनि सैन्य शक्ति र आर्थिक शक्तिलाई अझ बलियो बनाउनुपर्छ भनेर हो। जब चरम स्थितिमा पुग्छ अनि बल्ल अन्तर्राष्ट्रिय राजनीतिमा हात हाल्नै पर्छ भन्ने छ उसको एकदम। तर अहिलेको अवस्था के हो त भन्दाखेरि चाइनाको एउटै स्वार्थ हो, जहाँ त्यहाँको चाहिँ ग्वादर बन्दरगाह छ त्यत्रो लगानी गरेर उसले चाहिँ चाइनाले आफ्नो चाहिँ त्यहाँ आफ्नो चलाइरहेको छ। अनि थुप्रै उद्योग धन्दा कल कारखानाहरू चाइनाको त्यहाँ स्थापित छन्। भोलि त्यसको सुरक्षा त चाइनालाई चाहियो नि त। अब लडाइँ हुँदै गयो भने, यदि पाकिस्तान कमजोर हुँदै गयो भने भोलि भारत त चाइना जति के अरे पाकिस्तान जति नजिक त छैन। भारतले दलाई लामा पालेको छ, तिब्बत टुक्र्याउन चाहन्छ। त्यही भारत हो जसले 6 महिनालाई पुग्ने रासन पानी चिनिया सेनालाई दिएर तिब्बत जस्तो कठोर भूमि भएको ठाउँमा टिकायो। खाद्यान्नै दिएकै हो नि। चाहिँ त्यसले के आशमा दियो, नेपाल र सिक्किम म लिन पाउँछु तिमीहरूले विरोध नगर्नु भनेर दिएको न हो। सिक्किम त लग्यो नि, लग्यो। तर नेपालको मामलामा चाइना त झन् गम्भीर भएर आयो। नेपाल भयो भने त इन्डिया त भित्रसम्म घुस्ने भयो, त्यसले त चाइनालाई असर गर्छ। अनि दलाई लामा पछिल्लो अवस्थामा त त्यही दलाई लामालाई शरण दिइरहेछ। त्यही दलाई लामालाई हटाउनलाई उसलाई त्यत्रो सेनालाई चाहिँ खाद्यान्न दियो। आज त्यही दलाई लामालाई पालेर बसेर दोहोरो रोटी, किनभने पुस्ता परिवर्तन भएपछि बिर्सिन्छ मान्छेहरूले, पुरानो मान्छेले त बिर्सेको छैन। तर के भइदियो त भन्दाखेरि सबै कुराहरू हेर्दाखेरि चाहिँ चाइनाले पाकिस्तान जति नजिक भारत हुन सक्दैन। आर्थिक रूपमा पनि ऊ हामीसँग कम्पिटिसनमा बढी छ। भोलि उसले चाहिँ धेरै नेगेटिभ रोलहरू खेल्न सक्छ। त्यस कारण त्यसलाई चाहिँ हाबी हुन दिनु हुँदैन भन्ने भयो। र आफ्नो लगानी भएको क्षेत्रको सुरक्षालाई लिएर पनि चाइना गम्भीर भएको अवस्था। र अब दलाई लामालाई पाल्नु नै सबभन्दा चाहिँ दुर्भाग्य भयो क्या। इन्डियाले दलाई लामालाई चाहिँ नपालेको भए, एक चिनको नीतिलाई चाहिँ उसले पूर्ण रूपमा स्वीकार गरेको भए दलाई लामा शेख हसिना चाइना चाहिँ त्यसरी आत्तिनुपर्ने अवस्था हुन्थेन। तर ब्याक सपोर्ट त गर्न बाध्य भयो। त्यो कारणले शरणार्थीलाई त शरण त दिनु पर्यो। यो त अन्तर्राष्ट्रिय कानुनले नै भन्छ, किनभने साइन गरेको छ। त्यति कुराले मात्रै होला त चाइनाले भारतमाथि यति कुदृष्टि राखिरहेको? होइन, त्योभित्र धेरै कुराहरू छ। धेरै कुरा के छ भने सबभन्दा पहिलो कुरा त सीमा सम्झौता गरौँ भन्दाखेरि जसरी नेपालसँग मानिरहेको छैन, विवादलाई कायम राखिरहन चाहन्छ, त्यो के को लागि? कुनै दिन यही बाहनामा आफ्नो सेना छिराउन पाए त कब्जा गर्न पाइन्थ्यो भन्ने न हो। शान्ति क्षेत्रको प्रस्तावलाई 100 वटा भन्दा बढी देशले मान्यता दिँदा पनि भारतले किन दिएन त? आफ्नो छिमेकीले ऊ हतियार लिएर आउन चाहन्छ, यहाँ सशस्त्र ग्रुपहरू पठाउन चाहन्छ, यहाँ अशान्ति मचाउन चाहन्छ। त्यसलाई कन्ट्रोल गर्ने बाहनामा सिक्किम बनाउन चाहन्छ, हैदराबाद बनाउन चाहन्छ, जुनागढ बनाउन चाहन्छ, काश्मीर बनाउन चाहन्छ। कतिवटा राज्य निल्यो नि त भारतले, त्यसपछि त्यस्तै बनाउन चाहन्छ। अनि त्यो कारणले त अब उसले त